गुड मर्निङ। यहाँ रिसाको पनि छन्, कहिलेकाहीँ रिसाउँछन् पनि, कफी पनि दिएका छैनन् मलाई होइन। यस्तो छ, गाह्रो छ क्या मलाई पनि। आफ्नै केस पनि मिलाउँ अलिकति। रिसाका पनि छन् यहाँनिर यता हेर्न राधाहेली। अनि रिसाएर आफू मात्रै खान्छु यहाँ होइन, यसरी आफू मात्रै बनाएको छ। मलाई चाहिँ बनाइ पनि दिएको छैन, अघिदेखि भनेको। गाह्रो छ नि, कम त गाह्रो छ मलाई पनि जिन्दगीमा हो। नभए आज कति राम्रो देख्ने मान्छे खै हेर्नु त। यता हेर्नुहोस् त, यता हेर्नुहोस्, यता यता लुके कतैले यहाँ हेर्नु, यहाँ हेर्नु, यस्तो हुन्छ क्या। कति गाह्रो छ मलाई। ऊ के भन्छ देख्नु, लु यहाँ देखो, इस चेहरेको देखो, गोर्से देखो। किन रिसाकी भनिसियो कतैले। यस्तो छ, गाह्रो छ जिन्दगी हेर्दा। घर बस्नु छ सन्डे, त्यो पनि यसरी टुस्स रिसाउँछ। छुट्टीको बेला पनि गाह्रो छ नि त मलाई। के के छ हेर्नलाई, के छ त्यसो। त्यो गाइज आजको भ्लग सुरु भयो। ढिलो उठ्यो हिजो, ढिलो छ त। आज वर्ल्ड कपको फाइनल पनि छ, हेर्नुपर्छ। कति नै नरिसाएन यत्रो। मैले भिडियोमा यस्तो खै माया गर्थ्यौँ नाटक नगर दिदी। के भनिदिनु भयो। ए दिस इज भिडियो। हेर यस्तो छ, यस्तो यस्तो बोल्ने मान्छे हो नि। किन एङ्ग्री वाइ एङ्ग्री क्राइङ। ओ माई गॉड। यो हाम्रो कुशल भाइ चाहिँ यहाँ आइसक्नु भएको छ। श्रोताबिनहरू अनि श्रोताबिनहरू पनि हामीले चाहिँ आज यस्तो पनि भइरहेछ। आज यहाँ साउन्ड रेकर्ड भयो, हाम्रो भिडियोको कामहरू भयो आज। के छ त भाइ भन्नलाई? केही छैन। अल द बेस्ट तपाईँको डेली भ्लगको लागि। बाबा लाग्यो भ्लगरै अब यहाँ पोडकास्टरबाट त अब भ्लगर होला जस्तो केटा अब के गर्दा पैसा आउँदैन यताबाट नो मनी, यताबाट पो मनी होला जस्तो। त्यहाँ मनी मेकिङ दियो नो सी। ओ मनी मेकिङ सी ब्रो। अस्ट्रेलियाबाट आएर यहाँ के हान्दैछ यहाँ? अस्ट्रेलियाबाट आएर सिधै केमा ब्रो? अस्ट्रेलियाबाट यहाँ यसको लागि आएको छ ब्रोहरू चाहिँ हो, स्पेसल। यहाँ चाहिँ मोमो मेकिङ हो। पटाउ दुखी यार, पटाउ दुखी। अनि फेरि भ्लग चल्दैछ नि ब्रोहरू। अनि आफै भ्युजबाट के गर्नु, कसले हेर्दैन, सब्सक्राइब पनि हान्दैन। कस्तो चित्त दुखिरहेको छ मलाई। सब्सक्राइब हानिदिनु पर्यो, साह्रै चित्त दुखिरहेको छ। ल यस्तो छ। ल भाइ अब हस्त भाइ, थ्याङ्क यू सो मच। हाम्रो काम भाइ खतरा मान्छे, खतरा 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 आर्टिस्ट हो। ल अलराइट ल बाई बाई। गएको ल, गएको ल, बाई बाई बाबु। थ्याङ्क यू सो मच। ल थ्याङ्क यू बाबु ब्रो। बाई बाई। यस्तो छ डान्स गरेँ आज यो घरमा नि। चिसो यो घरमा मान्छेहरू यहाँ छ। ठिस सबैजना अजिब अजिबका छन् मान्छेहरू यो घरमा। ल त्यस्तै हो। आजको हाम्रो अब वर्ल्ड कपको लागि हामी पर्खिरहेको छौँ। दबाई खायो, अलिकति निको भइरहेको छु। के हो, रोटी पनि बनाएको छ आज। रोटी खायो, रोटी चिकन मिठो मिठो बनाउँछ, खुवाउँछ। यहाँ मोटा तनाव भइसक्यो, त्यो अब वर्ल्ड कप हेर्दैछौँ हामी। दाइकोमा जानुपर्ने थियो खास आज यहाँ सन्चनहरू टाउको देखेर मलाई चाहिँ अघि। के अरे कस्तो अरे ब्रो? यहाँ प्रो क्लक इट कस्तो अरे? क्लक इट। यहाँ सकेन हो, यहाँ ब्रोहरूलाई यहाँ गेम हुँदैछ है गाइस। यहाँ स्पेन या यो त आउँछ होला फेरि। मजाको डान्स फेरि देखा। सक्छ नि, कलाकारहरू कमी छ त हाम्रो घरमा। र केमा डान्स ब्रो? यो ब्राजिलियन फङ्क।
होइन होला हौ यस्तो छ यहाँ एउटाले गेम हेरेको मोबाइल हेरेको थाहा छैन के सर जाँदैछ टङ्की कति बजे यार कति बज्यो चाम्रे हुँदैछ होइन यो चाहिँ अब के भनेको मैले देखेर भोलि बिहान मेरो अफिस भोलि त अब मन्डे अफिस जानुपर्छ होइन त्यो भएर अहिले नै बनाऊ भनेर अहिले बनाउनु सुरु गरेको रातको यो 12 बजिसकेको छ रातको अनि अहिले चाहिँ उसले चाम्रे बनाउँछ भोलि बिहान उठ्नु पर्दैन भनेर होइन रोटी पनि सेलरोटी खै भ्लगर मान्छे बोल्दैन यार सधैँ मलाई बोलाउनु लाएर यहाँ मलाई भ्लगर बनाइसक्यो मेरो केस फेरि यहाँ उडेर यस्तो डेन्जर भएको त गाई मेरो भन्छ के गर्छ त्यही भएर भोलि बिहान अफिस कसरी उठ्ने होला अनि जानुपर्छ खाजा रेडी छ भोलिको लागि त्यो चाहिँ आजको भ्लग हो हाम्रो होइन भोलि हाल्ने यो केस चाहिँ मैले यस्तो समाउँछु ल त्यो चाहिँ पुरा गिदी छ केस अहिले होइन अनि अहिले चाहिँ हाम्रो केटाहरू केटीलाई म्याच गर्दैछ प्राइभेट हेर्दैछ केटा चाहिँ अर्को कतै हेली ब्रो कतै हेली ब्रो गाइस अब चाहिँ उठेर रेडी भएर अफिसको लागि तयार भएँ नहोला खानाहरू निकाल्दैछु चाम्रे छ होइन के छ यहाँ रेडी गरिदिएको त्यो निकाल्छु जानुपर्छ अनि बिहान सब सुताएका छन् मोटो उठेर अब रेडी गर्दैछु ब्रेड छ होइन गर्छु एकछिन म पूजा पनि गरिहाल्छु ल जसमा गर्छु पानी चढाउँछु गाइस अब उठेर निक्लेर हिँडेँ म चाहिँ अफिसतिर लागेँ केस पनि कस्तो लाग्छ थाहा छैन अरू के भन्छ यहाँ लिफ्ट पाइन हेर्नु मलाई केस के भएको छ यस्तै छ जिन्दगी लिफ्ट पनि आयो केस पनि सेयर गरेर पहिले ट्याक्क हाल्नु पऱ्यो गाह्रो छ त नसित गएको छैन राम्रोसँग छ अन्त चाहिँ बटममा चक्का चाहिँ जाँदैछु होइन चाहिँ हिँडेर जाँदैछु अफिसका 4 जना छु म नि 4 जनामा कतैपल्ट गाडी लान्छु त्यही भएर म यहाँ हिँडेर मेट्रो चाहिँ त्यहाँनिर छ मेट्रो छुनु छ त्यहाँनिर आउनुहुन्छ पार्किङमा त्यहाँबाट टाढा जान्छु त्यही भएर आज चाहिँ जाँदैछु त्यस्तै हो गर्नु अलिअलि ठिकै छ त्यस्तो बेला छैन हिजो ढिलो सुत्यो 3:30 भइसकेको होला हौ सुत्दाखेरि त्यो म चाहिँ बाहिर हिँडेको बल्ल बाख्रो बोल्नको लागि मान्छे बोल्दैछु क्या होइन त्यही हो यस्तो लाइफ म हिँड्दैछु अहिले 57 भइसक्यो झन्डै गएको फोन पनि झन्डै गएको ल अब यस्तै हो आजको दिन सबैको दामी रहोस् खुसी रहोस् सुखी रहोस् खुसी हुनु होला बिहानैबाट नै एनर्जी दिएर
च्यानल बनाउनु होला तपाईँलाई बित्दै यसरी भेटौँला बाई बाई